नमस्ते सबैजनालाई अस्सलाम वालेकुम। सो बेसिकली एउटा कुरा चाहिँ म के देखिरहेको हुन्छु भन्दाखेरि चाहिँ मोस्ट अफ द पिपलमा कि तिनीहरू आफ्नो प्रोफेसनल लाइफ हैन साथीभाइ घुम्न यताउतिमा चाहिँ धेरै टाइम दिइराख्नुहुन्छ। उता चाहिँ उहाँहरूको टाइम चाहिँ म्यानेज गरिराख्नुहुन्छ, तर जहाँ चाहिँ टाइम दिन एकदमै जरुरी छ इज फ्यामिली, त्यहाँ चाहिँ उहाँ चाहिँ खासै दिन चाहिँ भ्याउनु हुँदैन हैन। टाइमै पाउँदैन फ्यामिलीको लागि, टाइमै पाउँदैन फ्यामिलीको लागि, फेरि घुम्न जानको लागि, साथीभाइसँग रमाउनको लागि, अलिकति यसको लागि हैन, फर इक्जाम्पल प्रोफेसनल लाइफको लागि चाहिँ एकदमै टाइम भ्याउनुहुन्छ हैन। तर आफ्नै फ्यामिलीको लागि चाहिँ टाइम भ्याउनु हुँदैन। फ्यामिलीको लागि कुन बेला टाइम भ्याउनुहुन्छ, एउटा सेल्फी हान्न अथवा 2 मिनेटको टिकटक सिकटक बनाउनको लागि बेसिकली उहाँले चाहिँ त्यो बेला चाहिँ टाइम भ्याउनुहुन्छ हैन, त्यो पनि अरूको लागि देखाउन बेला। तर बेसिकली आफ्नो टाइम आफ्नो फ्यामिलीसँग चाहिँ यो सोशल मिडिया अथवा जति पनि छ नि क्यामेराबाट टाढा भएर आफ्नो फ्यामिलीसँग चाहिँ जुन टाइम दिनुपर्ने, त्यो महसुस गर्नुपर्ने चाहिँ त्यो चाहिँ बेसिकली भ्याउनु हुँदैन। एन्ड माई फ्रेन्ड, म चाहिँ के भन्न चाहन्छु भन्दाखेरि यु आर मेकिङ अ बिग मिस्टेक हैन। यु आर एक्चुअली मेकिङ अ बिग मिस्टेक। यदि तपाईँ कुनै बेला बिरामी हुनुहुन्छ अथवा कुनै एक्चुअली प्लिज रिकल यर मेमोरी ब्याक एन्ड तपाईँले थाहा पाउनुहुन्छ कि वेन युर सिक अथवा कुनै फाइनेन्सियल प्रब्लम अथवा जेसुकै थियो, यदि त्यो बेला तपाईँ प्रब्लममा हुनुहुन्थ्यो भने त्यो बेला तपाईँको साथ दिने को हुनुहुन्थ्यो? तपाईँको मम्मी, तपाईँको बुवा, तपाईँको भाइ, दाइ, बहिनी, दिदी, बुढी हैन। सो your family members are always there for you हैन। So you really need to take care of them and you need to spend your quality time with them. You need to make them feel that you really love them हैन। मुखबाट I love you भन्नु is not necessary, but you have to make them feel that you really love them, their presence really matters for you. आजको दिनमा if you are living with your mom and dad, that's a blessings. Please mark my word, that's a blessings for you हैन। भोलिको दिनमा सोध्नुहोस् त्यो बच्चालाई जसको आजको दिनमा मम्मी या बुवा अथवा दुवै कोही पनि हुनुहुन्न, दे क्राई अलोन, एक कुनामा बसेर उहाँहरू चाहिँ रुनुहुन्छ हैन। सोच्नुहोस् आज जुन बेडमा तपाईँको मम्मी बुवा सुतिराख्नु भएको छ, भोलिको दिनमा त्यो बेड यदि खाली भयो भने दे आर नेभर गोइङ टु कम ब्याक हैन। त्यो मोमेन्ट कस्तो होला? सो बिफोर द्याट मोमेन्ट कम्स इन टु यर लाइफ इज भेरी इम्पोर्टेन्ट कि तपाईँले चाहिँ यो कुरा चाहिँ चाँडै बुझेर यु स्टार्ट गिभिङ यर टाइम एन्ड स्पेन्ड इन यर टाइम विथ यर फ्यामिली। पर्सनल एक्सपिरियन्सले अरूको देखेर मैले यो चाहिँ सेयर गर्न खोजेँ हो। आई होप यु अन्डरस्ट्यान्ड द्याट। थ्याङ्क यू।